नमस्कार। पतञ्जलि स्थित हरिद्वारमा रहेको योगग्रामको यो पूर्ण विवरण तपाईहरुप्रति। योगग्रामको यो महर्षि कटेजहरु 200 भन्दा बढी महर्षि कटेज, तपस्वी कटेज, यसरी विभिन्न कुटियाहरू बनाइएको छ, जहाँ हरेक कमरामा 2 जनाको दरले 2 जनाको दरले कमरा बनाइएको रहेछ। वरिपरि सुन्दर फलफुलले भरिएका बगानहरू, अनि हरेक जग्गामा यसरी साउन्ड प्रवाह गर्ने यन्त्रहरू, यो योगग्रामको मूल रेजिस्ट्रेसन पञ्जीकरण गर्ने र पाकशाला या खाना खाने जग्गाबाट देब्रेपट्टिको भाग भनौं सिधै आउँदाखेरि यसरी कुटियाहरू बनिएका छन्, बस्ने जग्गाहरू। त्यो देब्रेपट्टिको भागबाट पर देखिँदै गरेको भारतको तिरंगा झण्डाको त्यो ठुलो हल या प्रेक्षागृह भनौं, जहाँ योग बिहान बेलुकाको योग गराइन्छ। त्यसकै छेउमा ग्राउन्ड पनि छ, जुन ग्राउन्डमा यदि प्रातःकाल बिहानको समयमा यदि पर्यावरण राम्रै भयो, दिन राम्रै छ भने बिहान 5 बजेदेखिको 8 बजीसम्मको योग त्यहाँ हुँदो रहेछ। यसरी कुटीहरूको संख्या दिई 101 देखि 120 सम्म कुटिया यहाँनेरि छन् भनेर यसरी बाटोमै लगाइएको। यो महर्षि कुटी सँगसँगै तपस्वी कुटी, गार्गी कुटी, विभिन्न कुटीहरू यहाँ बनाइएको छ। यसको विभिन्न प्रतिदिनको दर राखिएको रहेछ, जसमा सामान्य रूपमा 5-6 हजार देखि लिएर गएर 8-10 हजार, 12-14 हजार त्यो अनुसारको दर र न्यूनतममा हेर्नु पर्दाखेरि 6000 सम्ममा यताउता सबै खर्च जोड्दा 6000 सम्ममा 2 जनाको एउटा कोठाको दरमा 6000, महर्षि कुटीमा 7000 र 1 जना आउनु पर्यो भने 5000 को दरले यहाँनेरि कुटी भनौं कमरा दिने गरिएको रहेछ। त्यसैमा सबै खानेकुरा, ट्रिटमेन्टमा अलग अलग कतिवटा ट्रिटमेन्टको आफ्नो चार्जेस रहेछ। तर सामान्य जति चार्जेस छ त्यो रुमकै चार्जेसमा सबै जोडिएको, खानादेखि लिएर गएर सामान्य प्रक्रियाहरू, ट्रिटमेन्ट, उपचारहरू
त्यही महर्षि कुटियाका विभिन्न भागहरूबाट जब बीच भागमा यो ग्रामको बीच भागमा आइपुग्छौँ तब यो पाटामा उपचार केन्द्र छ। जम्मा यहाँ यज्ञ चिकित्सा छ, यज्ञशाला, अकुपेसर, फिजियोथेरापी, नेचुरोपेथी, अकुपङ्क्चर, ओजोन थेरापी, कोलोन थेरापी, यसरी विभिन्न विभाग बनाइएको छ। जुन विभाग महर्षि कुटीको बाट अघि बढ्दाखेरि नेचुरोपेथी उत्तम प्रकारले झार जङ्गलबाटै बनाइएको। यहाँ महिलाको लागि, पुरुषको लागि अलग अलग उपचार केन्द्रहरू बनाइएको छ। त्यो पर देख्दै गर्नु भएको यो फिजियोथेरापी सेन्टर भयो भने त्यसको अलिकति ओल्लोपट्टि ओजोन थेरापी, त्यहाँबाट यहाँ आँखा र यो देख्दै गर्नुभएको घर आँखा र दाँतको लागि भने यसरी उपचार गरेर फर्किँदै गर्नुहुने यी साधकहरू र यो देख्दै गर्नुभएको कुटी जस्तो जुन छ यो यज्ञशाला, जहाँ हरेक साधकको आफ्नो आफ्नो बिमारी अनुसार कुन रूपको यज्ञ गर्दा हुन्छ त्यो यज्ञ गराउने ठाउँ र यज्ञ गराउने ठाउँको यसरी बाहिरपट्टि विभिन्न योगाचार्यहरू बसेर अकुपेसर गराउने कर्म पनि यहाँ हुन्छ। त्यसका निमित्त आफूलाई दिएको ओपिडी को पेपर ल्याएर यहाँ अकुपेसर यज्ञशालाभित्र अकुपेसर योगाचार्यहरू हुनुहुन्छ, उहाँले अकुपेसर गरिरहनु भएको छ। र यी यज्ञशालामा 8 नम्बर र 9 नम्बर देख्नु हुँदैछ, 7 नम्बर, 6 नम्बर, 5 नम्बर, यी सबै यज्ञशाला हुन्। यसरी भित्र बसेर यज्ञ हुन्छन्। यज्ञमा पनि विभिन्न प्रकारका रोग अनुसारको यज्ञ गराइँदो रहेछ। जस्तै दमा, श्वास, कास, स्वरभेद, नजला, साइनस, खाँसी, कब्ज रोगों का लाभप्रद यहाँनेरि गुगुल कपुरको यज्ञ हुन्छ भने विभिन्न रोगको यज्ञशाला 6 मा ढाड दुख्नेदेखि लिएर गएर हड्डीको, सर्भाइकल, सियाटिक, वातज, यी सबै गाँठिया, जोडोंका दर्द, यो सबै बिमारीहरूको लागि यहाँ हुन्छ। यसरी नै यज्ञशाला 7 मा क्यान्सर, गाँठ, लाभप्रद, निसन्तान, बन्धत्व, यी सबै विषयमा यहाँ यज्ञ हुन्छ। यज्ञको भाव बुझ्नको निम्ति यही यज्ञशालाको बाहिरपट्टि त्यो अघि देखाइएको राष्ट्रिय ध्वजसँगको पुरा हल जहाँनेरि योग हुन्छ, त्यसको छेउमा यी जति पनि तिरपाल लगाइएका यी तपस्वी कुटीहरू जहाँनेरि 5000 6000 मा रुम दिने गरिँदो रहेछ। अनि यही तपस्वी कुटीको अघिपट्टि ग्राउन्ड छ जहाँ बिहानको योगा
यदि पानी परेन र दिन राम्रै छ भने बिहान 5 बजेदेखि 8 बजेको योगा पनि यही पाटामा हुन्छ। अनि यो आउँदै गरेको जुन बाटो छ जहाँ साधकहरू आउनु हुँदैछ त्योबाट सिधै यो साइकल कुद्दै गरेकोपट्टि सिधै अघि गयो भने मूल पञ्जीकरण जग्गा, पाक खाने ठाउँ र ओपिडी सबै यही अघि सिधै जाँदाखेरि मूल गेट सबै पर्छ। यही यज्ञशालाको यो अघिको बिल्डिङ अकुपङ्क्चर र यो जाँदै गरेको बाटो जुन छ यही बाटो भई नेचुरोपेथीका सेन्टरहरू, पुरुषको महिलाको सबै सेन्टरहरू यसकै पछाडिपट्टि रहेको छ। यो यज्ञशालापट्टि किनभने यहाँ पहिलोचोटि आउँदाखेरि अलिकति अन्योलतामा हुन्छ, कता होला के होला। ठिकै हो, गाउँमै एउटा बनाइएको छ, जुन गाउँ कहाँ के छ कसो छ भन्ने कुरा अलिकति अन्योलता हुन्छ। अब त्यो अन्योलतालाई पुरा गर्नको लागि एउटा साधन पनि बनाइएको छ। जस्तै यो आउँदै गरेको जुन इलेक्ट्रिक या ब्याट्रीमा कुद्ने जुन गाडी छ, यो गाडी निःशुल्क रूपमा दौडिरहेको हुन्छ एक ठाउँदेखि अर्को ठाउँ, अर्को ठाउँदेखि अर्को ठाउँ। यी गाडीमा बसेर यहाँ जाने त्यहाँ जाने भन्दा यी गाडीहरूले पुर्याइदिने व्यवस्था यहाँ मिलाइएको रहेछ। 6-7वटा गाडी यस्ता कुदिरहन्छन् यो ग्रामभित्र। त्यसो हुँदा यो यज्ञशाला मूलतः यो यज्ञशालालाई तपाईँहरूले मूल केन्द्रबिन्दु बनाउन सक्नुहुन्छ। जो पनि यहाँ आउनुहुन्छ यो यज्ञशालाकै छेउछाउमा जति पनि हाम्रा उपचारका केन्द्रहरू छन्, यही यज्ञशालाको सिधै हेर्दा देब्रेपट्टि तपाईँको फिजियोथेरापी पल्लो छेउमा भने आँखा, दाँत अनि नेचुरोपेथीका पुरुष महिलाका केन्द्र, ओजोन थेरापी, कोलोन थेरापी, शृङ्गी, वात मोक्षणदेखि लिएर गएर विभिन्न उपचारका केन्द्र यही यज्ञशालाको देब्रेपट्टि रहेको छ। अब यही यज्ञशालाबाट भित्र पसेर कुनाबाट उता निस्किँदाखेरि जुन अघि बताइएको मूल बाटो भनौँ, बीच मार्ग, जुन मार्गबाट ओल्लो छेउदेखि पल्लो छेउ मूल गेटबाट यो यज्ञशालाभित्र भयो। एउटा चिज ध्यानमा राख्नुपर्ने कुरो के हो यहाँ भने डक्टरलाई देखाइसकेपछि डक्टरले लेखिदिएको हुन्छ के उपचार, रोग अनुरूप उपचार गर्नुपर्ने र हरेक विभागमा हरेक उपचार केन्द्रमा एक-एकजना यसरी बस्नुभएको हुन्छ। उहाँलाई ल्याएर पहिला आफ्नो कार्ड देखाएर नाम दर्ता गराइसकेपछि उहाँहरूले छुट्याइदिनुहुन्छ कहाँ जानुपर्ने, के जानुपर्ने, यो हरेक केन्द्रमा गर्नुपर्ने हुँदो रहेछ। अनि यसरी यज्ञशालाबाट बाहिर निस्किसकेपछि यो मूल मार्गमा हामी आइपुग्छौँ। यज्ञशालाको दाहिनेपट्टि भनौँ यसरी यज्ञशाला लेखिदिएको छ। यसबाट यज्ञशालाबाट बाहिर निस्किँदाखेरि सिधै मूल गेट यो जुन मार्ग छ यो मार्ग सिधै दाहिनेपट्टि गयो भने हाम्रो प्रवेशद्वार भनौँ, त्यही प्रवेशद्वारको पाटामा तपाईँको प्रवेशद्वारबाट सिधै आउँदाखेरि रेजिस्ट्रेसन पञ्जीकरण गर्ने ठाउँ, त्यसको अलिकति यतापट्टि ओपिडी जानेर डाक्टर भेट्नुपर्ने हुन्छ। अनि त्यही पञ्जीकरण गर्ने ठाउँको यतापट्टि तपाईँको पाकशाला छ जहाँ खाना खान मिल्छ, खानाको व्यवस्था त्यहाँ छ। अनि यो बाटोबाट सिधै आइयो भने यहाँबाट यता अगाडि बढिसक्दाखेरि यो मूलतः यो डोम हल बनाइएको छ, जुन हलमा अघि भने चाहिँ योग यहाँ हुन्छ। यो योग भवन भनेर
दिएको छ। यही योग भवनकै पछाडिपट्टि यदि पर्यावरण राम्रो हुँदाखेरि ग्राउन्ड छ, त्यो ग्राउन्डमा योग हुन्छ। अनि यही योग भवनको पछाडिपट्टि हामीलाई कतिजनालाई रेजिस्ट्रेसन गर्दाखेरि, पञ्जीकरण गर्दा, अनलाइनमा गर्दाखेरि विभिन्न ठाउँको नाम आउँछ। योगग्राममा गर्ने कि निरमयामा गर्ने कि योगपीठमा गर्ने कि वेलनेसमा गर्ने कि भन्ने कुरो आउँदो रहेछ। यो निरामय अलिकति भिआइपी लेभलको सेटअप यहाँ व्यवस्था रहेछ, जहाँ अलिकति भिआइपी दरले राखिने गरिँदो रहेछ। कोठाहरू पनि त्यही प्रकारले, उपचार पनि त्यही प्रकारले। यहाँको दर अलिकति बेसी। जो योगग्रामबाट, मूल दैलोबाट, प्रवेशद्वारबाट जसरी सिधै आउँछौँ, सिधै आइसकेपछि यो अगाडिको यज्ञशाला भयो, यज्ञशालाको यतापट्टि यो योग भवन भयो। योग भवनदेखि अघि आइसकेपछि निरामयमको केन्द्र आइपुगिन्छ। जो निरामयम केन्द्र पनि तपाईँको योगग्रामभित्रै छ। अनि यहाँनिर चाहिँ अलिकति भिआइपी रूपले, भिआइपीहरूको निम्ति भनौँ, अलिकति दर पनि अलिकति बेसी राखिएको रहेछ। अनि यहाँ अहिले हामी पस्दैछौँ योग भवन। जुन योग भवन बृहत छ। यो योग भवन यही पतञ्जलि ऋषि हरेक जग्गामा यसरी पिउने पानीको व्यवस्था, अब योगग्रामको जुन मूल योग भवनबाट फेरि हामी प्रवेशद्वारतर्फ अघि जाँदैछौँ। फेरि पनि बुझ्नको लागि सबैलाई सुविधाको निम्ति, किनभने पहिलोचोटि आउनेलाई अन्यलता हुन्छ यहाँनिर। यो जुन सिधै जाँदैछ यो प्रवेशद्वार भयो। जब आइन्छ योगग्राम पसिन्छ प्रवेशद्वार, यहाँबाट सिधै जाँदा प्रवेशद्वार भयो। यसबाट सिधै आइयो भने यो योग भवनदेखि अगाडि निरामय केन्द्र, जो योगग्रामभित्रै पर्छ। र यसरी विभिन्न देब्रे साइड, दाहिने बाटोमा, देब्रे बाटोमा यसरी विभिन्न उपचारका केन्द्र सँगसँगै वासस्थान भनौँ बनाइएको छ। जस्तै यहाँनिर यो अगाडि देख्नुहुँदैछ ऋषि कुटिया, तपस्वी कुटिया। यसरी सानो कुटीहरू पनि बनाइएको छ। यसका शुल्क दर भनौँ 5000 6000 पर्दा रहेछन् यिनीहरूलाई पनि। जहाँनिर चाहिँ सायदै कुलर चाहिँ लगाइएको छ, एसी लगाइएको छैन। अनि यो यज्ञशाला भयो। यज्ञशालाबाट सिधै निस्केर जब यो कुटीपट्टि आउँछौँ, यही कुटीबाट अघि सिधै यो बाटो गयो भने पनि हामी यो योग भवन भयो। यो योग भवनको यतापट्टि प्रवेशद्वारपट्टि आउँदाखेरि यो बाटोबाट पनि हामी जहाँ बिहान प्रातःकाल योगा हुन्छ त्यो योगाको केन्द्र या ग्राउन्डमा पुग्न सकिन्छ, मैदानमा पुग्न सकिँदो रहेछ। यहाँनिर विभिन्न प्रजातिका फलफुलहरू लगाइएको छ। जस्तै यो बगानमा पूर्ण रूपले ड्र्यागन फ्रुट पनि लगाइएको रहेछ। हेर्न सक्नुहुन्छ। अनि यसरी नै त्यो पर देखिएको बिल्डिङ सायद यहाँनिर गर्ने सेवादल, डाक्टर र विभिन्न उपचारमा सहयोग पुर्याउनु हुने तकनिकी कार्यकर्ताहरूको लागि वासस्थानको व्यवस्था
अहिले हामी सिधै प्रवेशद्वारपट्टिबाट प्रवेशद्वारको मार्ग भनौँ मूल मार्ग यज्ञशालापट्टिबाट भित्रबाट हामी बाहिर जाँदैछौँ ताकि तपाईहरुलाई सुविधा होस् बुझ्नको लागि कि पहिलो दिन आउँदा दोस्रो दिन आउँदा अन्योलता नहोस् कि कहाँ के छ कहाँ कसो छ भन्ने विषय। अघि हामीले यो प्रवेशद्वारबाट सिधै आइसकेपछि पाकशालाबाट बाहिर निस्किँदाको चोक यो अघि भयो भने यो मूल रोड भयो। यो मूल रोडबाट अगाडि यहाँ अघि तपाईहरुको यज्ञशाला यहाँ छ भने यज्ञशालाबाट निस्केर या भनौँ पाकशालाबाट निस्केर यहाँ आइसकेपछि तपाईको यहाँ पञ्चकर्म पुरुषको पञ्चकर्म उपचार केन्द्र यहाँ छ। के यहाँ मूलतः दुईटा उपचार केन्द्रमा पहिलो दिनचर्या बनिन्छ। एउटा नेचुरोपैथी जो अघि यज्ञशालाको देब्रेपट्टि देखाएँ भने अब यज्ञशालाको दाहिनेपट्टि प्रवेशद्वारपट्टिको मार्गमा यसरी पञ्चकर्म उपचार केन्द्र छ जहाँनेरि मालिसदेखि लिएर गएर न्यासदेखि लिएर गएर एनिमा षट्कर्म विभिन्न उपचारहरू यहाँ गराइन्छ। यसरी नै पुरुषको पञ्चकर्म केन्द्रदेखि अब अघि जुन यो अघि देखिँदैछ यो महिला स्त्रीहरूको पञ्चकर्म केन्द्र यो अघि देख्दै गरेको जग्गामा छ। जुन यो महिलाहरूको पञ्चकर्म केन्द्र छ यही पञ्चकर्म केन्द्र यो पञ्चकर्म केन्द्र भयो भने यहाँ यतापट्टि हाम्रो चोक मूल चोक आयो। त्यो चोकबाट दाहिनेपट्टि तपाईको पाकशाला छ जहाँ बिहानदेखि बेलुकासम्मको खानाको व्यवस्था त्यहाँ छ भने त्यहाँबाट सिधै अगाडि जाँदाखेरि उप गाडी देखिँदै गरेको ठाउँ यो जो मूल पञ्जीकरण गर्ने जग्गा हो जहाँ पहिले आइसकेपछि रेजिस्ट्रेसन पञ्जीकरण गर्ने जग्गा त्यहाँनेरि छ। यो तपाईहरुको महिलाको पञ्चकर्म विभाग अनि यही पञ्चकर्म विभाग केन्द्रबाट यो मूल चोक यो सिधै अगाडिबाट आउँदै गरेको बाटो प्रवेशद्वारबाट पस्ने बाटो र सिधै आइसक्दाखेरि हामी यो पर राखिएको गाडी राखिएको जग्गाको भित्रपट्टि पञ्जीकरण रेजिस्ट्रेसन हुन्छ। त्यहाँ आइपुगेर रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ र त्यो रेजिस्ट्रेसन गरिसकेपछि यो देखिँदै गरेको जुन द्वार छ यो ठुलो लामो सिरु लगाएको जस्तो यो पाकशाला जहाँ खानाको व्यवस्था छ। अनि त्यहीँबाट यदि त्यो पाकशालाबाट देब्रेपट्टि गइयो भने अघि सुरु गरिएको कुटियाहरू मर्सी कुटीहरू त्यतापट्टि पर्छ जहाँ 1 देखि झन्डै 200 सम्म 200 भन्दा पनि 150 सम्म यो पाकशालाको देब्रेपट्टि कुटी पर्छ भने त्यहाँबाट फेरि कति कुटीहरू यो भागमा दाहिनेपट्टि पर्छ र यसरी पाकशालाबाट निस्किएर हामी फेरि यो मूल बाटोमा सिधै गयौँ भने यसरी अघि देखाइएको तपाईको दाहिनेपट्टि योग भवन यो महिलाको पञ्चकर्म त्यहाँबाट अगाडि पुरुषको पञ्चकर्म त्यहाँबाट योग भवनदेखि यतापट्टि यज्ञशालादेखि यतापट्टि नेचुरोपैथी जानेरी तपाईको आँखाको दाँतको योगशालामा अकुपञ्चर फिजियोथेरापीदेखि लिएर गएर विभिन्न विभागहरू यो मूल बाटो मान्नुहोस्। यो मूल बाटो भनेको कहाँ भन्दैछौँ भने पाकशाला मूल केन्द्र यो अगाडि प्रशासनिक भवन जहाँनेरि पञ्जीकरण हुन्छ यो मूल सेन्टर यही प्रशासनिक भवनको पछाडिपट्टिको यो जुन बिल्डिङ छ यही बिल्डिङ चाहिँ ओपीडी सेन्टर हो जहाँनेरि डाक्टरहरू बस्नुहुन्छ जहाँ आएर हामीले सुरुमा डाक्टरलाई आफ्नो रोग विषय के हो कसो हो सबै थोक यही बिल्डिङ भित्र पहिलो र दोस्रो तलाभित्र यहाँनेरि सबै व्यवस्था छ।
कि डाक्टरहरूलाई आएर सोधी के गरेर कसो गरेर के रोग हो, के खानुपर्ने, के ट्रिटमेन्ट गर्नुपर्ने, उपचार सबै यहीँ भित्रैबाट तपाईँहरूलाई निर्णय दिएर एउटा कागज, जुन यो कागज बोकेको देख्नुहुँदैछ, यही कागजमै सबै थोक लेखिएको हुन्छ, एउटा फाइल बनाएर दिएको हुन्छ। यो फाइल सधैँ हाम्रो हातमा हुनुपर्ने हुन्छ। त्यसो हुँदा यो प्रवेशद्वार यो सिधै पर भयो, सिधै परबाट यहाँ आइपुग्दाखेरि यो इको गाडी राखिएको ठाउँमा पञ्जीकरण हुन्छ। पञ्जीकरणबाट त्यही पछि गएर यो बिल्डिङमा गयो भने ओपिडी सेन्टर, यो ओपिडी सेन्टरबाट सिधै यता निस्किँदाखेरि यो पाकशालाबाट फेरि यता फर्क्यौँ भने हामी दाहिनेपट्टि महिलाको पञ्चकर्म केन्द्र, त्यहाँबाट पुरुषको पञ्चकर्म केन्द्र, यहाँबाट सिधै अघि गयो भने यही दुईवटा बाटो, जुन बाटो छ मूल बाटो, यही मूल बाटोबाट सिधै अघि जाँदाखेरि यज्ञशाला पर पर्छ। यज्ञशालाको त्यहाँ पर देख्नुहुँदै होला ध्वज देखिँदैछ, त्यो अघिको योग भवन देखाइएको योग भवन यज्ञशालाको देब्रेपट्टि तपाईँको नेचुरोपेथीका विभिन्न केन्द्रहरू यसरी यहाँनिर बनिएको रहेछ। किनभने सुरुको दिनमा जब आइन्छ, अब फेरि यो तपाईँहरूलाई देखाउँदै गरेको जग्गा त्यही पाकशालाको बाहिरपट्टिबाट हामी प्रशासनिक भवन जहाँ पञ्जीकरण गरिन्छ र जहाँबाट हाम्रो सुरुवात हुन्छ, भनौँ यो ग्रामको यात्रा सुरु हुन्छ, त्यो बाटो म तपाईँहरूलाई देखाउँदैछौँ। जसरी गाडी आउँदैछ त्यसरी नै मूल प्रवेशद्वारबाट गाडी यही मार्गबाट आइएपछि योभन्दा अघि एउटा मेगा स्टोर छ यहाँनिर। यो मेगा स्टोरको अघिल्लोपट्टि प्रशासनिक भवन जहाँ पञ्जीकरण गरिन्छ, त्यही पञ्जीकरण गर्ने जग्गाको यो पाकशाला भयो, अघि देखाइएको पाकशाला। यहाँबाट सिधै जाँदाखेरि पञ्चकर्म दाहिनेपट्टि, त्यहाँबाट अघि गएपछि यज्ञशालाबाट देब्रेपट्टि तपाईँहरूको नेचुरोपेथी, त्यहाँबाट यता महर्षि कुटी, तपस्वी कुटी, गार्गी कुटी त्यसरी छ। अब यहाँ प्रशासनिक यो जुन मूलतः मूल बाटोबाट जब आइन्छ र जब प्रशासनिक केन्द्रमा हामी यसरी पस्छौँ, पसिसकेपछि विभिन्न पञ्जीकरण गर्ने प्रक्रियाहरू यहाँ हुन्छ। पञ्जीकरण गर्नको निम्ति यहाँ 3टा रिसेप्सन इन्क्वायरी यहाँ काउन्टर बनाइएको छ। यही इन्क्वायरी काउन्टरबाट यता पञ्जीकरण गर्ने व्यवस्था यसरी छ। फर्म लिएर बसेर फर्म भरेर कुन रुम के कसो बनाउन सकिन्छ र यही पञ्जीकरण गरिसकेपछि यही पञ्जीकरण हलबाट हामी त्यही भित्रभित्रै बाहिर जब निस्किन्छौँ, यहाँ आउँदै गरेको जग्गा जहाँ मान्छे उभिनु भएको छ त्यहाँबाट ट्रिटमेन्टको लागि जुन यस्ता जुन बेग बोक्नु भएको छ, यो बेगभित्र जे उपचारको लेखिएको हुन्छ त्यो अनुरूप तपाईँहरूलाई त्यसका व्यवस्था, त्यसका सजिलो हुने सरसामानको व्यवस्था यहाँ गरिन्छ, जसको चार्ज अलग्गै पर्छ। र त्यसकै छेउमा यहाँनिर प्याथोलोजी जहाँनिर टेस्ट के लेखिदिएको हुन्छ, त्यो टेस्टको सबै प्रारूप यहाँ हुन्छ। अनि यही ठाउँबाट जब भित्रभित्रै हामी बाहिर निस्किन्छौँ, अहिले हामी त्यही प्रशासनिक भवनभित्र पसिसकेपछि प्रशासनिक भवनकै भित्रभित्रै हामी अघि भित्र बाहिर निस्किँदैछौँ, जहाँनिर डाक्टरको ओपिडी जाने बाटो छ। अघि पनि देखाइएको थिएँ जुन मूल बाटोबाट पस्ने, तर अब सुरुमा आउँदा कहाँबाट कता पस्ने भन्ने हुन्छ भनेर त्यही प्रशासनिक भवनमा रेजिस्ट्रेसन गरिसकेपछि तपाईँहरूलाई पछाडिबाट बाटो देखाइन्छ कि ओपिडी डाक्टरको ओपिडी जानुहोस्, डाक्टर भेट्नुहोस् भनेर। अनि डाक्टर भेट्ने केन्द्र यो बिल्डिङ जहाँनिर अघि देखाउँदै गरेको जग्गा, यो ग्रामको कन्सल्टेसन बिल्डिङ, जुन बिल्डिङमा डाक्टरहरू बस्नुहुन्छ, पहिलो तला दोस्रो तला त्यहाँ पनि रिसेप्सन हुन्छ। त्यही रिसेप्सनमा गएर
भनेर कुन डाक्टर त्यहाँ पञ्जीकरण विभाग त्यो भयो। यो परको अघिको मूल चोक जो अगाडि पाकशाला भयो त्यहाँबाट सिधै त्यो मान्छे जाँदै गरेको बाटो मूल प्रवेशद्वार, त्यही प्रवेशद्वारको यो पञ्जीकरण विभाग। त्यहाँबाट यहाँबाट हामी पछि आएर यहाँबाट यता आएर यो बिल्डिङको त्यहाँ आइपुग्यौँ। अघि जुन हामीले मूल फाटकबाट चोकबाट देखाइएको बिल्डिङ यही बिल्डिङ थियो, त्यही अगाडि पाकशाला भइहाल्यो। त्यहाँबाट यता लागेपछि यो पञ्चकर्म विभाग। त्यसमा त एक दिन आफूलाई गाह्रो पर्छ यहाँनिर बुझ्नको लागि कहाँ कसो के भन्ने कुरा। अनि यो ओपिडी या डाक्टरलाई भेट्दाखेरि यहाँ दुईटा डाक्टरको नाम दिएको हुन्छ। फर्म फिलअप गर्दैखेरि हामीलाई जुन कागज दिएको हुन्छ, यस्तो कागज दिएको हुन्छ, एउटा फाइल दिएको हुन्छ। यो फाइलमा दुईटा डाक्टरको नाम दिएको हुन्छ। जसरी यहाँ छ डाक्टर अभिषेक, डाक्टर हनुमान। त्यो किन भन्दा एउटा डाक्टरले नेचुरोपेथी र डाइटलाई लेखिदिनुहुन्छ भने अर्को डाक्टरले पञ्चकर्म आफ्नो रोग अनुसारको पञ्चकर्मको विषयवस्तु लेखिदिनु हुँदो रहेछ। अब यसमा दुईटा पेपर हुन्छ, म तपाईहरुलाई देखाउँछु। यो सेतो पेपरमा तपाईहरुलाई एउटा डाक्टरले लेखिएको नेचुरोपेथी र यसरी डाइटको विषय, टाइम अनुसार कति बजी के खानुपर्ने हो, के खानु नपर्ने एउटा एक डाक्टरले तपाईहरुलाई यसरी निर्धारण गरेर यो पेपर तपाई हामीलाई दिनुहुँदो रहेछ। र अनि सँगसँगै नेचुरोपेथी समय अनुरूप बिहान 4 बजेदेखि बेलुका 6 बजीसम्म र खानेको बिहान 4:30 देखि लिएर बेलुकाको 9 बजीसम्मको खानेको समय अनुरूप के खानुपर्ने, के कसो भन्ने कुरा नेचुरोपेथी डाक्टरले तपाई हामीलाई यसरी निर्धारित गरिदिनुहुन्छ बिमार अनुसारमा। अनि पञ्चकर्म डाक्टर जो दुईजना डाक्टर भने मैले त्यो दुईजना डाक्टरमा यो एउटा हरियो खालको कागज भनौँ, कुन कागजमा तपाईहरुलाई पञ्चकर्मको विभिन्न के गर्नुपर्ने, कुन दबाई खानुपर्ने, के कसो गर्नुपर्ने भन्ने कुरा पञ्चकर्म। त्यसले गर्दा अघि जुन भनियो कि यहाँनेर मूलतः दुईटा विभाग छ, एउटा नेचुरोपेथी भयो, एउटा पञ्चकर्म भयो। जुन यज्ञशालाको देब्रेपट्टि नेचुरोपेथीको विभाग छ भने यज्ञशालाको दाहिनेपट्टि मूल बाटोबाट आउँदाखेरि अनि सँगसँगै यदि कोही बुढेसकाल हुनुहुन्छ, हिँड्न सक्नुहुँदैन, उहाँलाई गाह्रो पर्छ भने यहाँ त्यो व्यवस्था पनि रहेछ। अलिकति 400-500 रुपियाँ दिँदाखेरि उहाँलाई दिनभरि यसरी व्हील चेयरको व्यवस्था यहाँ गराइन्छ र हरेक उपचार केन्द्रमा लाने ल्याउने एउटा व्यक्ति त्यसको अलगै अलिकति दर कति खर्च पर्दो हो 400-500 रुपियाँ एउटा व्यक्ति निर्धारित गरेर ती व्यक्तिलाई जिम्मा दिइँदो रहेछ। जो पनि बुढाबुढी हुनुहुन्छ उहाँहरूलाई पनि यहाँनेर सुविधा त्यो प्रकारले पनि दिएको रहेछ। अहिले म ओपिडी भवनको बाहिर छु। जुन ओपिडी भवन पाकशालाबाट मूलद्वारबाट आएर पाकशाला यो अघि भयो, यो अगाडिको देखिँदै गरेको पञ्जीकरण विभाग भयो, त्यसको दाहिनेपट्टि यो ओपिडी बिल्डिङमा बसी तपाईहरुलाई यो ताकि पहिलो दिन आउँदा अन्योलता नहोस् भनेर यो मार्ग, यो जग्गा तपाईहरुलाई देखाइदैछ। यो ओपिडी बिल्डिङ अघि जहाँ म यहाँ बसिएको थिएँ त्यहाँबाट तपाईहरुलाई बताउँदै थिएँ। यो ओपिडी बिल्डिङबाट सिधै बाहिर निस्केर त्यो अघिको पञ्जीकरण विभाग जुन हामी पछाडिबाट त्यसको पछाडिबाट निस्केर हामी त्यहाँबाट ओपिडी गएको थियौँ भने अब त्यो ओपिडी सकेर यहाँबाट सिधै आएर हामी मूल बाटोमा आउन सक्छौँ। यो मूल बाटोको यहाँनेर नेचुरोपेथी डाइट सेन्टर भनेर लेखिएको छ, जो पाकशाला हो मूल खाने जग्गा। यो प्रवेशद्वार अघि भने चाहिँ त्यही प्रवेशद्वारमा राखिएको इकोको छेउमा प्रशासनिक केन्द्र जहाँनेर रेजिस्ट्रेसनदेखि सबै थोक गरिन्छ। त्यहाँबाट आएर यहाँ बीच मूल यहाँ आइपुगिन्छ। आइपुगिसकेपछि पाकशालाबाट देब्रे गयो भने महर्षि कटेजका
70 सम्म सायद यता महर्षि कटेजका कुटियाहरू छन् एकदेखि, त्यहाँदेखि लिएर गएर यो फेरि मूल भाग त्यही माथि त्यही पछाडि पनि अघि जुन सुरुमा देखाइएको त्यो पछि गएको मार्ग हो जहाँबाट नेचुरोपेथी यज्ञशाला गइएको थियो र यहाँबाट पनि यज्ञशाला नेचुरोपेथी केन्द्र योग भवन त्यहाँबाट यो अगाडिको पञ्चकर्म भयो। अनि यहाँ महर्षि कुटिया यता रहेछ 173 देखि 248 सम्म र यसरी योगग्रामको म प्रशासनिक केन्द्र या पाठशालाको मूलभूतबाट बीच केन्द्रबाट म तपाईहरुलाई वरिपरिको दृश्य फेरि पनि घुमेर म देखाउँदैछु। त्यसो हुँदा ताकि अन्योलता नहोस् कसैलाई पहिलोचोटि आउँदाखेरि। र जुन म भन्दै थिएँ विषय कि यहाँ अशक्तहरू पनि कोही आउनुहुन्छ भने उहाँहरूलाई महिलाको लागि महिला नै व्हीलचेयरसँगको व्यवस्था र पुरुषको लागि पुरुष नै यसरी दिनभरिको व्यवस्था पनि यहाँ गराइँदो रहेछ, जो व्यवस्था अशक्तहरूको लागि सराहनीय हो। र यो मूलद्वारमा फेरि एकपल्ट अन्तिममा यो मूलद्वार अगाडि देखिँदै गरेको मूलद्वार भयो। मूलद्वारबाट सिधै आइसकेपछि यदि गाडी लिएर आउनुहुन्छ भने त्यो मूलद्वारबाट देब्रेपट्टि पार्किङ छ, त्यो पार्किङमा गाडी राखेर हामी फेरि यता बीचबाट निस्किन सक्छौँ र यो पञ्जीकरण प्रशासनिक भवनमा आइपुगेर पञ्जीकरण गरेर यहाँबाट भित्र पसेर यो ओपिडी भवनमा डाक्टरलाई देखाएर फेरि यहाँबाट आएर यो पाठशालाबाट आफ्नो जुन कुटिया दिएको छ र कुन कुटिया लिएको छ त्यो कुटियामा लिएर त्यहाँबाट आफ्नो साधन अनुसार नेचुरोपेथी पञ्चकर्मको ट्रिटमेन्ट उपचार एक दिन गाह्रो पर्छ, अर्को दिनदेखि बुझ्न सजिलै हुन्छ। यहाँनेरि सायंकालमा घोडा सवारीको पनि व्यवस्था गराइएको रहेछ ताकि अलिकति इन्टरटेनमेन्ट पनि होस्, उपचार मात्रै नहोस् भनेर। अनि सँगसँगै यहाँनेरि एउटा लेक पनि छ जुन लेकमा बोटिङको पनि व्यवस्था 150-200 रुपियाँ लिएर, घोडा सवारी पनि 150-200 रुपियाँ कति चार्जेस लिएर त्यो पनि गराइँदो रहेछ। यो पाठशालाबाट सिधै अगाडि तपस्वी कुटी छ 1 देखि 8 सम्म कमरा र यो पाठशाला भयो। पाठशालामा तपाईहरुलाई व्यवस्था यस्तो हुन्छ कि आफ्नो कार्डमा डाइट लेखिएको हुन्छ, त्यो डाइट अनुरूप पाठशाला पस्यो। डाइट अनुरूप बाहिर कोही व्यक्ति बस्नु भएको हुन्छ इन्चार्ज, उहाँले आफ्नो डाइट अनुसार लेखिएको कुन दिन के खानुपर्ने हरेक चीज लेखिएको छ, त्यो लेखिएको अनुरूप उहाँले कुन काउन्टरमा जानुपर्ने हो त्यो कुरो उहाँले बताउनुहुन्छ। यहाँ देखाउँछु म तपाईहरुलाई। चार नंबर पे जाना, 4 नंबर में अंतर ही है। छह नंबर पे ले लेना। आज 1 तारिक 6 नम्बर यसरी किचन पाठशाला पसिसकेपछि 1 नम्बर 2 नम्बर 3 नम्बर 6 नम्बर 7 नम्बर 4 नम्बर र 5 नम्बर भित्रपट्टि परेको छ। अन्तिम भएर होला आज रोटी खान पाइयो, नभए फलफुल सुप मात्रै खान पाइन्छ, जुन म तपाईहरुलाई देखाउँछु म अहिले। कुनै दिन दिउँसोको भातमा यो खरबुजा यति मात्रै पाइन्छ। यो स्वरिसा, पिडान्ते, बल्लभ, हर्बल टी, पञ्चामृत, मेधा, गिलोय, यो जति तपाईहरु कन्टेनर देख्नुहुँदैछ यो सबै काडा जो आफ्नो बिमार अनुसार दिएको हुन्छ। अनि त्यो ल्यायो, त्यहाँदेखि जुन काउन्टरमा जा भनेको छ यसरी चेयरमा बस्यो, खायो।